के हो त के हो ओ भाले ओहो ओ ओए लोटे ओ रमाइलो छ है रमाइलो यता त भाले भाले ल म गाई तपाईँले भाले देखाउन जाँदैछ है भाले रुको जरा सबर करो ल गाई भाले 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 यो मलाई त थाहा थिएन यस्तो हुन्छ सत्वा अरे तिमीलाई थाहा छैन नि हाम्रो घर पछाडि आएर हेर के छ र बाबा ओहो बाबा हरिफ छ त बाबा तरुण ओहो छ यार ठुलो हैछ नि बाप रे क्या रे इन्ची टेप कता छ नाप हाय तेरी यार खन्नै सक्नु नि यार मनोजले यार ल हेर्नुस् त्यो त छैन क्या मनोज त्यही यो सम्लोकै तेर्सो भएको ठ्याक्क आधी काट्नु यति राख्नु त्यही भालेलाई झाक्दिनु पहाड हेर्न सक्नुहुन्छ है पहाड आइकल त त्यसको हरिबन आउन त यार यत्रो छोडिदिनु कति जरा फेरि हुन्छ पछिलाई आएन पुरै यता अड्क्यो थुप्रै फाइनल्ली यत्रो हावा है गाई हाय तेरी त्यो त पुरानो हो यार सब बाँच्यो। पछिको त ए ल हेर्नुस् तपाईको त्यसलाई बुटे साँतेर आमै आमै पोथी सत्वा नि भेटेन का यहाँ त झोला भरिएन गाइज न्यु टिप्न आएको त झोलै भरिएन अब यता सबैले इति माग्न पर्यो दुःख मात्रै भयो त स्याउली बजारमा भन्दैछन् तानातान भयो अरे एउटा न्युरो भेट्टाएको थियो अरे तानातान भएछ अरे त्यही न्युरोमा हानाहानी भएछ अरे तानातानी भएछ अरे अहिले न्युरो टिप्ने बेला भलक बनाउन पाइन्न सब अरू टिप्दिन्छन् त्यही भएर यही बेला भलक बनाऊँ भनेर हो जस बनाउन नि मजै छ नि त गराउँछ काँडालीको पार्छ क्या यहाँ फेरि अलि यस्तो छ पुरा गम्बुट लाएर आएको के अरे न्युरो अझै एकठाक भयो होइन के दिने होला घर लगेर बनगोराको रोज्दैन कसैले बाटो हेर्छ होइन म चाहिँ खस्दैको यहाँबाट अब पानी आउँछ कि आज हामी कलाकार नल्याउनौँ कलाकार खानी उहाँ झोला चुन्टेर रे न्युज टिप्दै धेरै भएर क्या यता सत्वाको मालिक बुटो ओहो जापानको केटाले हैछ होइन र होइन यार सर्पाको दबाई हो क्या मकै यो हैछ हो र यहाँ देखाउने यार साथी होला हेर ओहो ल ल ल ल बधाई छ ल तपाईँलाई पथी अब ठुङ्गाउनु पर्छ मनोज भाले मसिन छ ओइल ठुङ्गाउनु यसलाई छोडेर आएको थियो नदेखेपछि त्यही छोडेर आएको थियो भन्ने त हो छोडेर त गएको भयो के तर देखेको थिएँ भन्नु भएन ओ न्युरो भेटियो न्युरो होइन र यो भेट्यो ओहो नि न्युरो भेटियो भोक्नै नसके बेला न्युरो भेटिन्छ यस्तो झ्याम्की झ्याम हजुर यता चाहिँ हामी अनि 3 जना अगाडि हो जानी यता 2 जनाले चाहिँ रय पैका टिप्दै आउने हो फेरि रय पैकाले फेरि धेरै टिप्ने छ नि त्यहाँ म नि अब तल बस्नु पर्यो हिँड्न सकेन क्या दाइ भन्छु अनि तल बसेर टिप्छु ल अब म यसरी भलक बनाएँ भने त न्युरो मैले टिप्न पाउन्न अच्छा त्यही भएर भलक चाहिँ यहीँ रोक्छु एकछिनपछि फेरि गराउँछु
है त कोको यो के चाहिँ हो यस्तो यार खाने चाहिँ हो कि नखाने चाहिँ होला यहाँ रमावल भेटाएर फाल्दिम यो च्याउ जस्तो कुरा है नि अलि नखानी त्यो नचिनिकन नखाने क्या ओ भीमे त निउरो भेटाउनु हो र यो बाटोमा आएको थिएँ तपाईँलाई छोडिदिएको हुँ मैले त तपाईँले भेटाउनुलाई भने छोडिदिएको ओ दाइ कति भेट्यो देखाउँ यहाँ झोला झोला भरि त्यो यस्तो गराउनु न माछा पोलेको ओहो हरिब छ त बा ओहो ल राम्ररी झरम राम्ररी यहाँ त ओहो चिप्ले ओहो यस्तो रमाइलो हुन्छ नि त्यही आएर भिडियो दाइले आएर एउटा निउरो छोडेर जानु है अब यो मैले ट्याप टिप्छु ल है ल ओ है हेर्दैमा ओ उहाँ पनि च्यात निउरो आया भाँचिँदैन भाँचिन्न फेरि जरेबाट भात्नु मन लाग्छ मलाई फेरि ओ ढुङ्गो पल्टिन सक्छ है अलि विचार गरेर हिँड्नु होला म तपाईँले ढुङ्गो पल्टाउनुहुन्छ भने लास्टमा हिँड्यो क्या होइन जानी पल्टाउने कुरा भयो होइन अब झुकेर पल्टे क्या त भयो त लगाइस अब फेरि झर्न पर्यो अब फेरि बाटो अप्ठ्यारो छ म फेरि लोट्न सक्छु अलि यस्ता जुत्ता खान अलि गम्बुट यिनको भर हुन्न नि त अब बर्खा मासमा ओए भरै हुन्न क्या फेरि 1 hour later. फाइनल्ली निउरो टिपेर हामी यहाँ आइयो अब कोकोसको कति छ त यहाँ म तपाईँलाई देखाउनु गइरहेको छु है ल मेरो 2 किलो छ है गाइस ओहो हरिब दामी ल ओ राममामा ल ओहो ठुलो खाले लामो हेर्नुहोस् तपाईँको एउटै हो एउटै हो ओ भीमे दाइले त ओहो बाडम्बो आदि गरम गौरव दाइले ल खोलम जेब्रा खोलम बाबा गेता हेरम त अनुहार मैले चाहिँ देखाउन मेरो त यति छ त्यही भएर मैले चाहिँ देखाउन कसलाई देखाउनु त क्यामेरालाई देखाउने चाहिँ भन्न ल खेल्नु त ल देखाउने है देखाइदिनु लेदरको झोला बोकेर आहान लेदरको पनि पुरा स्कुलले झोला हो नि अर्को झोला रहेछ गाइस यहाँ उस हुन्छ भनेर हो ल अब पानी आएको थियो भर हल्का भिजायो समथिङ 14.5 किलो पौनी सभा छ है छ त्यति त छ